गरेकी नि त चार चक्के सफा गर्दै थिए। अहिले चाहिँ 2 चक्के मात्रै छ, अब अर्को 2 चक्के जोड्नु पर्छ। र अहिले यहाँ सफा गर्दा गर्दै मलाई एउटा कुरो याद आयो के नि त। पहिला हामीहरू फर्स्टमा जब भिडियोहरू सुट गर्थ्यौँ नि, स्ट्यान्ड एउटा थियो नि, थाहा छ तिमीलाई? त्यो त भन्नै पर्दैन, के स्ट्यान्ड त हामीले आफै आफ्नो हातले र अहिले चाहिँ अब हामीसँग यो स्ट्यान्ड छ। अहिले चाहिँ अब भिडियोहरू सुट गर्दाखेरि हामीहरूले यो स्ट्यान्डबाट सुट गर्छौँ। तर फर्स्टमा चाहिँ हामीहरूले एउटा बाँसको एउटा जुगाड भनौँ न, बाँसको स्ट्यान्ड बनाएर त्यसको माथि मोबाइल राखेर अब भिडियोहरू सुट गरिन्थ्यो होइन। त्यो पनि थियो, मैले राखेको थिएँ, खै कहाँ परेको छ कुनै। बाँसको एउटा ठ्याक्कै स्ट्यान्ड बनाएर किन्न नसक्ने त होइन, अब धेरै पनि दाम त पर्ने थिएन, 400-500 रुपियाँमा त पाइहालिन्थ्यो। र पनि होइन, पहिला चाहिँ स्ट्रगल नै गरौँ न भनेर चाहिँ हामीहरूले बाँसकैबाटै पहिला खर्च नगरिकन बाँसकै उसबाट जे हामीसँग सामग्रीहरू हुन्थ्यो, जुगाड गर्न सकिन्थ्यो, त्यहीबाट हामीहरूले स्टार्टिङ गरेका हौँ। र मोबाइल पनि राम्रो थिएन, फुटेको थियो मोबाइल पनि। त्यो नितासँग थियो, किनभने अब म ड्युटी जान्थेँ अनि निताले त्यही मोबाइलबाटै सुटहरू गर्थ्यो। निताको मोबाइल पनि त्यस्तो राम्रो थिएन र गर्न चाहिँ सकिँदो रहेछ, हो कि होइन निता? गर्न सकिँदो रहेछ। जस्तो छ नि मोबाइल हजुरहरूसँग त्यस्तैबाट सुट गर्नु होला। नसोच्नु चाहिँ होइन मेरो मोबाइल छैन बा केही छैन, अगर यो फिल्ममा काम गर्न चाहनुहुन्छ भने नसोच्नु होला। केही पनि कुनै पनि फिल्ममा काम गर्दाखेरि यो सोसियल मिडियामै होस् वा अरू मोबाइल किन्छु म यसबाट स्ट्यान्ड किन्छु भनेर सोच्नु मान्छे हुन्छ। अनि कुनै पनि काम गर्दाखेरि चाहिँ सोच्नु हुँदो रहेछ। अहिले चाहिँ अब आफ्नो अलिकति एक्सपिरियन्स भनौँ न होइन, गर्दै गर्दै जाँदाखेरि मात्रै एक्सपिरियन्सहरू हुँदै जाँदो रहेछ है त। र हाम्रो चाहिँ त्यो एक्सपिरियन्स थियो र स्ट्रगल चाहिँ हामीहरूले साँच्चै नै गरेकै हौँ त्यतिखेर, किनभने मोबाइल एउटा स्ट्यान्ड थिएन। कहाँ राख्दाखेरि मोबाइल झर्थ्यो, फुट्न खोज्थ्यो, रिस उठ्थ्यो के त्यो एउटा झर्छ भनेर त्यो स्ट्यान्डको तलपट्टि बोराहरू के राखेर अब जतै मोबाइलहरू झर्यो भने पनि फट्टै नफुटोस् भनेर चाहिँ त्यसरी अब जुगाडहरू गरेर हामीहरूले बनाउँथ्यौँ के त्यतिखेर। र अहिले चाहिँ अब यहाँ स्ट्यान्ड पनि हेर्न सक्नुहुन्छ, स्ट्यान्ड लिएको छ। र मोबाइल पनि अहिले चाहिँ आइफोन जस्ट माने भिडियो क्वालिटीको लागि राम्रो होस् भनेर आइफोन किनेका छौँ। र निताको बाछो पनि हेर्न सक्नुहुन्छ, कति राम्रोसँग खेलिरहेछ निताको बाछो। र यस्तै छ साथीहरू, नमस्कार छ, बाई बाई सबैजनालाई।